हुन्छ। सम्पूर्ण जति पनि यस इमानुएल गोस्पेल सोसाइटी च्यानल मार्फत आबद्ध भएर रहनुभएका सबै मेरा शुभचिन्तक दर्शक वृन्दहरूलाई म हृदयबाट धन्यवाद साथै जय मसीह भन्न चाहन्छु। त आज तपाईँहरूको बिचमा धेरै दिनपछि मैले आज एउटा भिडियो लिएर आएको छु। विशेष गरी म धेरै दिन भयो कि म आफ्नो कुनै पनि पर्सनल कुरा पनि हुनसक्छ वा चाहिँ सेवाहरूमा बिजी भएर यसरी धेरै भिडियोहरू अपलोड गरिरहेको छुइनँ। तर आज चाहिँ मलाई यो भिडियो बनाउने प्रेरणा कहाँबाट आयो भनेदेखि चाहिँ साँच्चै एउटा फेसबुक रिलमा चाहिँ जो तपाईँहरूले अघि इन्ट्रोमै हेर्दै गरेको भिडियो सेयर गरेको छ। अनि त्यस भिडियोलाई हेर्दै गर्दा चाहिँ मलाई आफैलाई पनि कस्तो कस्तो लाग्यो र यसको विषयमा अलिकति मेरो मनाशय तपाईँहरूको बिचमा सेयर गरौँ वा चाहिँ राखौँ भन्ने विचारले म आज तपाईँको बिचमा यो छोटो भिडियो लिएर आएको छु। त्यसले गर्दाखेरि हजुरहरू सबैलाई मेरो यो विनम्र अनुरोध छ कि भिडियो लामो छैन, तपाईँले सम्पूर्ण हेरिदिनु भयो भनेदेखि राम्रो हुन्छ। अनि कोही पनि पहिलाचोटि र यस च्यानललाई भिजिट गर्दै हुनुहुन्छ र यस च्यानलमा रहेका भिडियोहरू वा चाहिँ हेर्दै हुनुहुन्छ भनेदेखि चाहिँ हजुरहरूलाई विनम्र अनुरोध छ कि साँच्चै च्यानललाई सब्सक्राइब गर्न नभुल्नुहोस्, किनकि सब्सक्राइब गर्दा पैसा लाग्दैन हजुरलाई र कम्पलसरी लाइक गरिदिनुहोस्। लाइक गर्दाखेरि पनि पैसा लाग्दैन। त्यसले गर्दाखेरि म हजुरहरूलाई यो विनम्र अनुरोध गर्दछु। त विशेष गरी आजको मुख्य विषय चाहिँ के छ भनेदेखि जुन प्रकारको भिडियो चाहिँ हाम्रा विश्वासीहरूले नै आज जस्तो प्रकारले फेसबुकमा होइन वा युट्युबमा राख्नुहुन्छ कि त ठिकै छ, तपाईँहरूले कुनै एक प्रकार वा यो भिडियो सही छ। तर जुन चाहिँ मैले चाहिँ हेर्दै गर्दा मलाई कस्तो लाग्यो भनेदेखि आजको सिचुएसन होइन, अहिले चल्दै गरेको परिस्थितिलाई हामी हेर्दै गर्दाखेरि चाहिँ यस भिडियोले के गरेको छ भनेदेखि चाहिँ धेरैजना कमजोरी विश्वासी भाइ बहिनीहरूलाई चाहिँ घातक साबित गरिरहेको छ। धेरैजना चाहिँ डराइरहेको छ, किनकि परिस्थिति पनि यस्तै छ र यसरी नै आज जो चाहिँ धमाधुम पिट्दै गरेको होइन, आज विश्वासीलाई चाहिँ भनौँ कुटिरहेको भिडियो चाहिँ फेसबुक रिलमा जब तपाईँले अपलोड गर्दै हुनुहुन्छ भनेदेखि चाहिँ यसले धेरैजनाको विश्वासलाई वा चाहिँ धेरैजना कमजोरी भाइ बहिनीहरूलाई चाहिँ यसले के बनाएको छ भनेदेखि डरको माहौल बनाएको छ, डरमा पारेको छ। त्यसले गर्दाखेरि कतिजना चाहिँ भनौँ म विश्वासी हुँ भन्नलाई पनि भनौँ फट्टै साहस गर्न नसकेको हुनसक्छ। विशेष गरी कोही पनि कसैको सुसमाचार सुनेर प्रभुलाई होइन विश्वास गर्न खोज्दै गरेको व्यक्तिलाई पनि यस्तो प्रकारको भिडियोले के गर्छ भनेदेखि चाहिँ भनौँ पछाडि सार्छ है। त्यसले गर्दाखेरि यो भिडियोले चाहिँ आज धेरैलाई होइन, अब कतिजना जो चाहिँ पक्का बलिदानी व्यक्ति छ, जो चाहिँ भनेदेखि अब जस्तो परिस्थितिमा पनि प्रभुलाई विश्वास गरेर बस्ने व्यक्तिहरूको निम्ति यसले असर नपार्न सक्छ र वचनलाई बुझेको व्यक्तिलाई पनि यसले कुनै प्रकारको असर नपार्न सक्छ। तर अहिले जो चाहिँ अहिलेको समय र परिस्थिति अनुसारमा कमजोरी विश्वासी भाइ बहिनीहरूको लागि चाहिँ यो भिडियो घातक साबित हुन्छ। त्यसले गर्दाखेरि मेरो के अनुरोध छ भनेदेखि यस्तो भिडियो चाहिँ तपाईँहरूले रिलमा सेयर नगर्नुहोस्। फेसबुक रिलमा होस् वा कुनै पनि चिजमा तपाईँहरूले भनौँ पुरा कुरो न आदि न अन्त, कुनै कुराको सुरु पनि छैन अन्त पनि छैन, ठिक्क त्यति मात्रै तपाईँले अपलोड गर्दै गर्दाखेरि चाहिँ के गर्दै गर्दा चाहिँ भनौँ धेरै तपाईँले राम्रो काम होइन नराम्रो काम गरिरहेको जस्तो मलाई लाग्यो। तर मैले अब्जेक्सन गरेको होइन, मैले एउटा सत्य कुरो तपाईँहरूलाई बताउन आएको। हुन त यहाँ विभिन्न किसिमका कमेन्टहरू आउँछ, मलाई थाहा छ, र नकारात्मक कमेन्टहरू पनि आउँछ, आओस् त केही छैन। तर यो काम चाहिँ हामीले विश्वासीहरूले नगरेदेखि एकदमै राम्रो हुन्छ र यो काम चाहिँ गर्नलाई नगरौँ, बरु हामीले वचन प्रचार गरौँ, वचनका विभिन्न किसिमका भजनहरू गाएका त्यस्तो प्रकारको उत्साहित के भन्छ कुराहरू हामीले अपलोड गर्छौँ भनेदेखि हामीले आशिष पाउँछौँ। तर यस्तो प्रकारको डाइरेक्टली चाहिँ भनौँ एउटा विश्वासीहरूलाई पिट्दै गरेको होइन, विश्वासीमाथि चाहिँ भनौँ त्यति साह्रो अत्याचार गरिरहेको कुराहरू हाल्छौँ भनेदेखि चाहिँ यो कुराले हामी विश्वासीलाई बलियो बनाउने होइन तर दुर्बल बनाउने काम गरेको हुन्छ। त्यसले गर्दाखेरि एउटा वचन पढेर म यो भिडियो यतिमै गर्न खोज्छु र विशेष गरी तिमोथीको किताब 4 अध्यायको 2 वचनलाई म पढ्नेछु। यहाँ के लेखेको छ भनेदेखि यसरी लेखेको छ, वचन प्रचार गर, समय र बेसमयको तत्पर बास अर्ती देऊ, हप्काऊ, उत्साह देऊ र धैर्यमा र शिक्षा दिने कुरामा नचुक भनेको छ।
सबैभन्दा ठुलो कुरो चाहिँ यहाँ उत्साह देऊ भनेको छ होइन। यहाँ हामीले वचनमा के भन्छ, उत्साह देऊ। हामी उत्साह दिने काम गरौँ तर मान्छेलाई निर्बल हुने काम नगरौँ, किनभने वचन प्रचार गरौँ समय र बेसमयको हामीले तत्पर त्यसलाई हामी ख्याल राखौँ। अहिलेको समय कस्तो छ, यो समयमा हामीले कुन प्रकारको हामीले चाहिँ भनौँ कामहरू गर्नुपर्छ त्यो हामीले अहिले समय विचार गऱ्यौँ भनेदेखि चाहिँ राम्रो हुन्छ। धैर्य हुने शिक्षा दिउँ र उत्साह दिउँ, तब मात्रै हामीले आशिष पाउँछौँ। यो समय चाहिँ त्यस्तो छ भनेर मेरा विश्वासी भाइ बहिनीहरूलाई म भन्न चाहन्छु। र विशेष गरी यो खालको भिडियोले चाहिँ जुन हामी अपलोड गर्छौँ भनेदेखि यसले लाइक कमेन्ट सेयर हुन सक्ला, रेभिन्यू भएर तपाईँले पैसा कमाउन सक्नुहुन्छ, तर परमेश्वरबाट आउने आशिष चाहिँ यो भिडियोले पाउन सक्छ भनेर चाहिँ मलाई विश्वास लाग्दैन। र विशेष गरी तपाईँको भिडियोलाई मैले इग्नोर गरेको होइन, तपाईँको भिडियोको मैले खिल्ली उडाएको होइन, तर जुन पार्ट्स जति पार्ट्स तपाईँले राख्नु भएको छ त्यति पार्ट्सले चाहिँ आज विशेष गरी आज धेरै कमजोरी भाइ बहिनीहरूलाई भनौँ डरको माहौल पारेको हुनसक्छ भनेर मैले आजको भिडियो मार्फत हजुरहरूमाथि जनाउन चाहेँ। धन्यवाद सबैलाई। जय मसीह।